म जयमसी कान्छाबाट सम्पूर्ण मेरो प्यारो परिवारहरूलाई जयमसी भन्न चाहन्छु। आज यो मेरो पहिलो ड्रोनको भिडियो हो। हजुरहरूले माया गरेर हेरिदिनुहोस् होला र माया गरेर आफ्नो विचारहरू र सुन्दरता लागेन आफ्नो विचारहरू कमेन्टहरू भनिदिनुहोस् होला। यो काफर भ्याली देखेर मलाई परमेश्वरको वचन साम 121 verse 1 को वचन याद आयो, जहाँ इङ्ग्लिसमा यस्तो गरेर लेखिएको रहेछ, I lift up my eyes to the hills, where does my help comes from? My help comes from the Lord, the maker of heaven and the earth भनेर भन्दछ। यो जग्गाको विशेषता भन्यो भने यो जग्गा चाहिँ एग्रिकल्चरको लागि चिनिन्छ र दोस्रो कुरा चाहिँ रेजिडेन्टल एरियाको लागि चिनिन्छ। यो जग्गामा प्राय खेती किसान गर्नेहरू र आवागाडो, सुन्तला र एनिमल हस्बेन्ड्री लाइक पोल्ट्री, घोडाहरू, भेडाहरू, बाख्राहरू पालेर व्यवसाय चलाउने व्यक्तिहरू पाउँदछौँ। यो जग्गा हरियाली साथसाथ शोर शराबा एकदम कम छ र यहाँ जग्गाको मान्छेहरू धेरै राम्रो पनि छ। र आजको भिडियो यति राख्दै मेरो भिडियो मन पर्यो भने लाइक सब्सक्राइब गर्दै अर्को भिडियोको लागि प्रतीक्षा गरिदिनुहोस् होला भन्दै जय मसी सबैलाई, बाइ बाइ।